यो अति पावन संगीतमय सुमधुर हाम्रो धार्मिक सांस्कृतिक पनि जोड्दछु कार्यक्रम श्रीमद् भागवत सप्ताह पुराण अन्तर्गतको यो 5औं तिथिमा हामी भेला भए यस कार्यक्रमका कथाबाट आचार्य पण्डित सुरेश रिसालज्यू उपनगरपालिकाका निवर्तमान भन्दा पनि म प्रथम नगर प्रमुख भन्न चाहन्छु शिव ढकालज्यू यस क्षेत्रका अति सम्मानित व्यक्तित्व सुरेन्द्र थापाज्यू मसँगै उम्मेदवार सबिन निरौलाज्यू मैले आदरणीय अत्यन्त आदर गर्ने समाजसेवी मेरो अभिभावक उमादेवी नेउपानेज्यू यहाँ उपस्थित रहनुभएका कार्यक्रमसँग सम्बन्धित रहनुभएका सम्पूर्ण महानुभावहरू र यहाँ उपस्थित रहनुभएका आदरणीय आमा बुवा दिदी बहिनी तथा दाजुभाइहरू यहाँहरू सबैलाई म किरण राईको तर्फबाट हार्दिक ज्ञान अभिवादन नमस्कार व्यक्त गर्छु। नमस्कार। मैले यहाँ गुरुज्यूहरूको अगाडि धेरै धार्मिक कुराहरू गर्नु असान्दर्भिक हुन सक्छ, मेरो ज्ञानको अल्पताको पोल खुल्न सक्छ, तथापि केही कुराहरू म यहाँ भन्न चाहन्छु। हामीले यस्ता कार्यक्रमको आवश्यकता अहिले धेरै कुरा बुझिरहेका छौँ, धेरै अझै धेरै गर्नुपर्छ भन्ने महसुस गरिरहेका छौँ। हामी सांस्कृतिक रूपमा पराधीन बन्दै गइरहेका छौँ त हामीले बुझेका छौँ हाम्रो देश तपोभूमि, ज्ञानभूमि, ध्यानभूमि र म यस्तो खालको कार्यक्रमलाई हाम्रो योगले दिने बल, ध्यानले दिने शान्ति र शक्ति, यस्तो पावन पवित्र भावना, सकारात्मक सोच तपाईँ हामीले जहिले राख्नु पर्दछ। अहिले हामी कति शान्त छौँ, मैले कमाएको पैसा फलानालाई दिएको थिएँ त्यसले तिर्छ कि तिर्दैन भनेर तिरेको छैन। अहिले कति आनन्द छ, हाम्रो दिमाग भक्ति भागमा छ। हामी शान्ति चाहन्छौँ, यो राष्ट्र शान्त भयो भने मात्रै समृद्ध बन्दछ। हाम्रो समृद्धि भनेको तपाईँ हामी सबै एकताबद्ध भएर यो देशलाई जोगाउनु हो र तपाईँ हाम्रो समाजलाई अझै अग्रगमन र हाम्रो सन्ततिहरूलाई योभन्दा सुन्दर र समुन्नत समाज हस्तान्तरण गर्नु। त्यसैको सिलसिलामा आज यो एउटा भव्य समारोह, भव्य कार्यक्रम भइरहेको छ। आज दीप प्रज्वलन गरेर महान पुण्य कमाउनु हुने गङ्गा नेउपानेज्यू र नरेन्द्र बस्नेतज्यू लगायतको परिवारलाई पनि म धन्यवाद ज्ञापन गर्दछु। र यो अवसर मैले भन्ने भन्दा पनि सुन्ने अवसर हो। तपाईँहरूबाट धेरै कुरा सुन्न चाहन्छु, धेरै कुरा बुझ्न चाहन्छु। ज्ञान जहिले पनि पुरा हुन सक्दैन, ज्ञानको जहिले भोको छु म। तपाईँहरूको ज्ञान, तपाईँहरूको अनुभव, तपाईँहरूले दिनुभएको शिक्षा जहिले पनि म ग्रहण गर्नेछु। र म एउटा नागरिक भएको हैसियतले हाम्रा अग्रजहरूले देख्नु भएको सपना र युवाहरूले, विद्यार्थीहरूले कोर्नु भएको मार्गचित्रमा हिँड्ने प्रतिबद्धता जनाउँदछु। र आज यस्तो सङ्गीतमय कुराहरू सुनेर कतिवटा तपाईँ हाम्रो तर्फ, तपाईँहरू मात्रै होइन म पनि कुदै थियो, दौड थियो, के जित्न ल्याउ त्यो थाहा छैन, के पाउन ल्याउ त्यो पनि थाहा छैन। तर यहाँ तपाईँहरूको अगाडि आउँदा म आफूलाई अत्यन्त हर्षित भएको छु र एकदम शान्त भएको छ, शान्तिको महसुस भएको छ। त्यसो गर्दा यो अति उत्तम क्षणहरू प्रदान गर्नुभएकोमा, तपाईँहरूले तपाईँहरूको यतिसम्मको साथ दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै तपाईँहरूको महान लक्ष्य पुरा होस् भन्ने म शुभकामना भन्दछु। व्यक्तिगत रूपमा
आज थैली खाली नहोस् भनेर केही कुरा लेखाएर त जानेछु। अब यसलाई अन्यथा नलिनु होला। सबिनजीको उमेर छ, कमाउने बेला छ भन्नुभयो। मेरो चाहिँ उमेर सकिएको जस्तै छ, कमाउने पनि सकिसक्यो। अब त्यही कारणले जे जति हुन्छ गोजीमा छ त्यो दिएर जान्छु अलिकति। र व्यक्तिगत अरू बाँकी म यो समाजमा एक्लो छुइनँ। समाज भनेकै सबैजना छौँ र त्यो समाज र मसँग सम्बन्धित रहेका संस्था सङ्गठनहरूबाट म पनि यस्ता पुनित कार्यमा एउटा अंश थोरै भए कहिलेकाहीँ झर्कियो होला, कहिलेकाहीँ कमी कमजोरी गरे होला। त्यो सबै पाप पखाउनको लागि भए पनि यसमा पुण्य कर्ममा सहभागी हुनेछु। यसको लागि यो अवसर प्रदान गर्नुभएकोमा आयोजकलाई म मोरी कोटी कोटी धन्यवाद आभार व्यक्त गर्दै मेरो भनाइ टुङ्ग्याउँछु। हस्, नमस्ते।